नमस्ते हजुरलाई सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म आज बाहिर आइरहेको छु, हजुरलाई केही देखाउँदैछु, भिडियो हेर्दै गर्नुहोला। म यता सिटी अफिस आएको थियो सानो कामले, अनि अब ब्याङ्कतिर जाने काम भइरहेको छ। मेरो दिदी हुनुहुन्छ, दिदीले गर्दै हुनुहुन्छ। दिदीको कामले अब हामी जेटी ब्याङ्कतिर जाने हम। हजुरलाई आज पानी परिरहेको छ, यस्तो झरी परिरहेको, यस्तो घरहरू यस्तो छ। अनि हजुरलाई ठाउँमा मैले भिडियो गराउने भनेको दिदी त अगाडि सुत्तै हिँडिराख्नु भएको छ। दिदी आज हामी दुई बहिनी उहाँ खाइमुन जाने प्लान गराएको थियो। पानी परेर साथीहरू हामी गएन। यस्तो त हो, पानी पऱ्यो भने झ्याउ लाग्छ। सुतियो, उठेर खानसाना खायो, एकछिन बस्यो। यस्तो हाम्रो कामले, सानोतिनो कामले हामी यतातिर आइयो, बाहिरतिर ब्याङ्कमा जाने काम पनि छ। अनि स्याक्सोमा मेरो सानो काम पनि थियो, गएर सो आइन्छ। छुट्टीको दिन पानी पऱ्यो भने त्यस्तो मजा आउँछ कि मजाले सुतेर बस्न मजा आउँछ। अझ मकै हुनुपर्छ, मकै चिया खाँदै बस्नुको मजा छुट्टै छ। यो मेन रोड, त्यहाँ ट्रेन स्टेसन छ, त्यहाँतिर ट्रेन स्टेसन जिआरको, यहाँको जिआर लाग्छ। हेलो दिदी, लजाउनुहुन्छ हाम्रो दिदी चाहिँ। सानो छोटो मिठो भिडियो हजुरको सामु यस्तो छ। यहाँनिर बाटोको पन्ध्र मिनट हिँडेर जानुपर्छ हामी ब्याङ्क जान पनि। साथीहरू यस्तो ठाउँमा हम हामी, गाउँ भन्ने घरहरू यस्तो हो। हजुरहरू हेर्दै जानु होला। मेन रोड, यो मेन रोड। घरहरू यस्तो मजाको सानो चिटिक्कको। घर कस्तो राम्रो घर, मजाले सानो चिटिक्क।